हेलो एक्सक्युज मी, हजुरको शुभ नाम चाहिँ के होला, पाउन सक्छु? दिया लामा। ओहो, कति राम्रो नाम। अनि हजुर यहाँ एक्लै कि साथीहरूसँग आउनुभयो? कोही आएको छैन, एक्लै आएको। ओहो, मेरो साथीहरू कोही पनि छैन, एक्लै मान्छे। झुट बोल्नु भयो जस्तो छ। छैन, मैले किन झुट यति राम्री मान्छेको साथी हुँदैन। केटा त साथी भएन, केटी साथी पनि छैन? ओहो, छैन। त्यसो भने केटा साथी पक्कै छ। केटी साथी छैन भने केटा साथी पक्कै छ। बोयफ्रेन्ड त होला त हजुरको? छैन, मलाई कसैले मन पराउँदैन। मन पराउँछन् होला, तर हजुरले चाहिँ मन नपराउनु खोज्नु भएको कि के हो? मलाई नै मन पराउने मान्छे छैन के। मलाई मन पराउने मान्छेहरू धेरै डराउँछ म देखेर। हो र? डराउनु चाहिँ कारण के रहेछ त? खै डराउँछ भनेपछि त हजुरलाई थाहा होला नि त, डराउनुको कारण चाहिँ के रहेछ त? त्यो त्यही त म अलिकति भूत बुझ्न पनि पाउन होइन, है। भूत पनि होइन, बाघ पनि होइन, के भयो के हो, अरू नामै आउँदैन। अनि हजुर के गर्नुहुन्छ? अब हुन त पर्सनल चिजहरू, पर्सनल कुराहरू त सोध्न नमिल्ने थियो, मिल्छ भने यसो भनिदिनुहोस् न है। म केही गर्दैन, बस खाने हिँड्ने त्यति हो। खाने, हिँड्ने, डुल्ने। अनि यत्रो महँगाइको जमानामा के भन्नुहुन्छ तपाईँ? यसरी त अलिक भएन नि कि के ड्युटी गर्नुहुन्छ कि के गर्नुहुन्छ त्यो भन्न खोजे हो। अब हो नि त, आफ्नो आफ्नो फिल्ड आफ्नो आफ्नो ठाउँमा हुन्छ है। अब भन्नु भने सिक्रेट राखेकै राम्रो। तर यसो हामीलाई पनि भनिदिए त यसो हुने थियो। तपाईँलाई अचानक यहाँ भेट्दाखेरि तपाईँको भिडियो बनाउन पुगेँ, त्यसैले एक्लै आउनुभयो रहेछ यहाँ भन्नुहुन्छ, एक्लै आएको भनेर। बोयफ्रेन्ड पनि